गुड मर्निङ नमस्ते सबैजनालाई। अनि आज धेरै दिनको बादमा म फेरि युट्युबको भिडियो बनाउँदैछु हो। म त भ्याउँदिनँ नि त, तपाईँहरूलाई थाहै छ। यता फेसबुकमा पनि काम गर्नुपर्छ, यता फेरि घरको गरेर चाहिँ म भ्याउँदिनँ। त्यही कारण चाहिँ आज चाहिँ भिडियो बनाउनु पर्यो युट्युबको भनेर चाहिँ उठेर चाहिँ चिया बनाएँ। अनि चिया पनि खाएको छुइनँ मैले त, यहाँ चिया राखिरहेको छु। अब चिया पिउँछु भनेर चाहिँ चिया बनाइरहेको छु हो। अब चिया अनि यहाँ बिस्कुट छ, यो बिस्कुट खान्छु। त्यहाँबाट चाहिँ प्रेसरको दबाई खाएर चाहिँ फेरि हेर्नु न, मेरो त छोराको कुकुरको इन्जेक्सन हान्नुपर्छ नि त। अस्ति नै 3टा हानिसकेँ, अब एउटा छ, आज परेको छ हो। अब आज गएर अहिले इन्जेक्सन हानेर त्यहाँबाट ल्याउनु पर्ने छ। सिधै कपाल पनि काटेर ल्याउनु पर्यो हो। अनि नुहाइ गर्नु पर्यो। आज छुट्टी छ, भोलि पनि छुट्टी नै छ होला उसको त। ठुलोको चाहिँ आज मात्रै छुट्टी छ, भोलि लाग्छ हो। अनि सानोको चाहिँ आज मात्रै छुट्टी छ। ठुलोको चाहिँ आज मात्रै छुट्टी छ, सानोको चाहिँ आज र भोलि छुट्टी छ। अनि भोलि पनि नेपाली कि के बङ्गाली के को उयो अरे नयाँ साल कि के भन्दै थियो त्यस्तै यो खाएर छिटो भर्खर उठेको नि त, ढिलो भयो हो। नानीहरूको स्कुल छुट्टी छ भने त उठ्नु मन लाग्दैन। अलिअलि कामसाम गरेर 9 बजीतिर चाहिँ 9 साढे 9मा चाहिँ हस्पिटल जान्छु। यहीँ नक्सल हस्पिटलमा हानिदिइहाल्छ हो, त्यहाँबाट आउँछु। दबाईको लागि पनि खानु पर्यो। बिहान नै त रुच्दैन हौ मलाई, अलिक 9:30 बजेपछि चाहिँ अलिक भोक लागेको जस्तो हुन्छ कि। बिहानै 7:30 8 बजी त चिया खायो भने भइहाल्यो। मेरो छोरी चाहिँ उता सुतिरहेको छ, नउठाएको सुतोस् भनेर सुतिरहेको छ हो। अनि ठुल्ठुलो हेर्दा त्यसो सुतेर। मेरो छोरा त अघि नै मभन्दा पनि फर्स्ट उठेर भोक लाग्यो अरे उसलाई, खाजासाजा बनाइदिएर खाँदै बिचराले हेर्दैछ टिभी हेर्नु। मिठो भएछ छोरा। अब छिटो इन्जेक्सन हान्नु जानुपर्छ ल। अनि इन्जेक्सन हान्नु लान्छु हो। त मजाको दिन भइरहेको छ। कति दिन पानी परेर कस्तो भएको थियो, आज मजाले उज्यालो भइरहेको छ। छ्यामा चाहिँ चिया खाएर बसिरहेको छ है। अघि उठ्ने बित्तिकै चिया दिएको थियो, चिया खाएर बसिरहेको छ हो। बिहान के काम हुन्छ है, अब बिस्तारी काम गर्नुपर्छ, घरको काम त्यही त हो। हाम्रो त अहिलेसम्म माथि काम सकेको छैन नि त, त्यही कारण चाहिँ पुरा उयो भइरहेको छ, धुलो मुलोदेखि लिएर हो। पुरा क्रिम अघि लगाएको थिएँ कि मैले, सनस्क्रिन लगाएकै छुइनँ, सनस्क्रिन लगाएर बिहान उठ्ने बित्तिकै अलिक क्रिम र सनस्क्रिन लगायो भने चाहिँ अलिक अनुहार राम्रो भएको छ कि साथीहरू। नभए त कस्तो चाहिँ घिनलाग्दो अनुहार भएको थियो। अहिले अलिक केयर गर्दा अलिक मजाको राम्रो हेर्ने लायकको भएको छ नि हौ। घरलाई मात्रै टाइम दिएर पनि नहुने रहेछ साथीहरू। घर र नानीहरूको पछि भागेर छैन अनुहार हेरिन सक्नु हो। जति नै महँगो क्रिम लगाए पनि, जति नै महँगो लुगा लगाए पनि अनुहारै राम्रो भएन। त्यो हेर्दै घिनै लाग्दो भयो भने त कहाँ राम्रो देख्दो रहेछ त। अहिले चाहिँ मेकअप नगर्दा पनि यसो हेर्ने लायकको चाहिँ भएको छ। नभए त टाटा
यहाँ पनि यहाँ पनि यहाँ पनि यहाँ पनि हो। अहिले त यसो यतिको फाउन्डेसनहरू लगायो भने सबै छोपिहाल्छ, अलिअलि छ, बेसी छैन हो। अब यता त घाम लागिबस्छ नि त, घामले गर्दाखेरि पनि अलिअलि त डढ्छ र पनि यतिको त राम्रो भयो नि। पहिला त कस्तो भएको थियो साथीहरू, मेरो अनुहार डढेर क्या। अनि अनुहारलाई पनि अलिकति डक्टरहरू पनि देखाउनु पर्दो रहेछ। मैले पनि यहाँ बजारमा एकखेप अस्ति देखाएको थिएँ हो। राम्रो आउँदो रहेछ, आउनु चाहिँ राम्रो चाहिँ राम्रै दिएको थियो। अनि त्यो लगाएर पनि निकै उयो भयो होइन। र मलाई चाहिँ त्यति साह्रो खास त लागेन, र पनि अलिकति फरक चाहिँ परेको थियो। त्यहाँबाट त्यत्तिकै मैले छोडिदिएँ। त्यहाँबाट चाहिँ पछि फेरि अर्कै त्यो अल्ट्रा उयो कुनै के भन्नेको चाहिँ उयो देखाएर त्यहाँबाट फेरि त्यो लगाउन थाल्नु। तर बाहिरभित्र निस्किँदा चाहिँ जहिले पनि सनस्क्रिमहरू लगाएर छाता चाहिँ ओढ्नु पर्दो रहेछ है। हामी छाता ओढ्नु अल्छी गर्छु, घरमा बसेको बेलामा क्रिमहरू लाउँदिनँ, सनस्क्रिम लाउँदिनँ, त्यत्तिकै उठ्यो बसेँ होइन। यो चाहिँ गर्नु हुँदैन रहेछ। जसरी हामीले दिनभरि घरमै बसे पनि जतै बसे पनि खाना त खाइरहन्छु नि त, त्यही कारण अनुहारलाई पनि पोषण चाहिँ दिइराख्नु पर्दो रहेछ क्या। उनीहरूलाई पनि त चाहियो होइन, अब त फ्यास्राक्क परेको हुँदो रहेछ। अहिले चाहिँ अलिकति भए पनि क्रिम श्रिम लगाउँदा अलिक टिलिक्क टल्किने चाहिँ भएको छ है। अब पोटिलो छ भने यसो राम्रो पनि देख्ला नि मेकअप गर्दा हो। त्यो फ्यास्राक्कै हुन्छ अनुहारै, जति नै उयो गर्दा पनि नहुने क्या मेकअप गर्दा पनि। हामी त अब बुढेसकालको पहिलाको टाइममा त यस्तोहरू थिएन नि त है। पहिलातिर पो अहिले पो दुनियाँभरिको यो लाउनु अरे त्यो लाउनु अरे भनेर सिकाउँछ। अहिले त अहिले त सुरुवातदेखि नै फलो गर्दा हुन्छ हो। हामी त अब पिचदेखि न सनस्क्रिम लगायो न केही लगायो, त्यतिकै बुढी भयो। अहिले खेर पो थाहा पाउँदैछु है, सनस्क्रिम लाउनु पर्छ अरे, मोइस्चराइजर लाउनु पर्छ अरे, त्यहाँबाट कुनै के लाउनु पर्छ अरे। हाम्रो जमानामा के हो र पनि यतिको त भइरहेको छ। आधी जिन्दगी काटिसक्यो है भयो। साथीहरू हेर्दै गर्नुहोस् हो। आज चाहिँ म भ्लग गरेँ भन्दै भ्लग बनाउनु पर्यो है। यसो टाइममा अलिअलि चाहिँ बनाउँदै गर्छु हो। अलिअलि गर्दै बनाए भए पनि मेरो चाहिँ सब्सक्राइबहरू बढिरहेको छ नि त, त्यही कारण त्यो सब्सक्राइब हेर्दाखेरि चाहिँ मलाई छोड्नु मनै लाग्दैन क्या। एउटा दुइटा गर्दै बढिरहेको हुन्छ होइन। अब मैले बिचमा सट्टै छोडेर भएन। अनि मेरो बुढाले पनि त्यही भन्दै थियो क्या, तिमीले यत्रो बनाउनु लागि अब कति मेहनत गर्यौ होइन, त्यहाँबाट किन छोड्छौ, गुरु बिचबिचमा एउटा दुइटा हालिराख भन्दै भन्नुभयो नि त। अन्त त्यही कारण अस्ति दुइटा जस्तो हालेको थिएँ, अहिले फेरि म हाल्छु हो। अलिक छोटो छोटो हाल्छु, हेर्नु पनि अल्छी नलाग्ने है। तपाईँहरू हेर्दै गर्नुहोस् न ल। अब म छिटो छिटो काम गरेर चाहिँ लिएर जान्छु भाइलाई, कपाल पनि कटाइदिन्छु हो। पुरा मैले गन्धे भयो, कपाल अलिअलि बढ्यो भने गन्दा देखिहाल्छ। त्यहाँबाट ल्याएर नुहाइधुवाइ गराइदिन्छु। हामी चाहिँ आमा छोरा रेडी भएर लागेको इन्जेक्सन हान्नु हो। मेरो छोरा हिँड्दैछ हो। मेरो छोरा रुँदैन अरे इन्जेक्सन हान्दा हो। अनि गएर चाहिँ अब अहिले अब आमा छोरा गएर चाहिँ इन्जेक्सन छिटो छिटो हानेर त्यहाँबाट फेरि कहाँ जाने भाइ? कपाल काट्नु है? जाने कपाल काट्नु? फिर कपाल काटने के बाद मिठाई पनि चाहियो। हजुर, कपाल सपाल काटेर उसलाई लिएर आउँछु। त्यहाँबाट फेरि मिस्त्रीहरू आइरहेको छ घरमा हो, काम हुँदैछ नि त। औ जिरो गरेर यहाँ ल। त्यहाँबाट घरमा मिस्त्रीहरू काम हुँदैछ हो, छिटो छिटो गरेर आएर त्यहाँबाट फेरि मिस्त्रीहरूलाई हेर्नुपर्ने हुन्छ। अहिलेलाई हेर्दै गर्नुहोस्, इन्जेक्सन हानिएर लिएर आउने हो। हामी कपाल काट्नेमा बसिरहेको छु, कहिले पालि आउने हो। इन्जेक्सन हालेर आएको बसिरहेको छ भाइ पनि कपाल काट्नु मजाले पलाटेको उयो गरेर घोडा उयो गरिकन बसिरहेको छ।
चाहिँ उसको कपाल काटेर ल्याउँदैछु हो। अनि अब लगेर चाहिँ तातो पानीले नुहाइदिनु पर्यो हो। अलिक ख्यार हुँदैछ नि त, त्यही कारण चाहिँ अब जुस खाने अरे नि। अनि कपाल सपाल काटेर चिटिक्क भयो, इन्जेक्सन पनि हानेर आएँ हो। अब घरमा पुग्नु आँटेँ, पुगेर चाहिँ नुहाइधुवाइ गरेर फेरि भेट्छु। म चाहिँ घरमा आएँ, लुगासुगा फेरिसकेँ होइन। अनि पुरा भोक लाग्यो नि त, 11:30 भइसकेछ। अनि यहाँ चिया बनाएर हिजो मैले मकै ल्याएको थिएँ हो, उसिनेको थिएँ। हिजो चाहिँ आधी खाएँ होइन, 2-3वटा बाँचेको रहेछ, आधी त्यही खाँदैछु। मिस्त्रीहरूलाई चिया बनाइदिएको, यो भाइलाई नुहाउने पानी। मिस्त्रीहरूलाई पनि चिया बनाउनु ढिलो भइसक्यो, 11:30 भइसक्यो हो। न त म त 11 बजीतिर दिइहाल्छु, के झमेला राखिराख्नु हो। मजाले चिया आउनु तातिँदैछ, पक्का न हेर्नु नुहाउनु लागि भनेको उनीहरूले फेरि दिइँदैछ। पानी तातिनु कहिले कहिले उता हतार परिहाल्छ। पहिला चाहिँ नुहाउनु मान्थेन होइन, पुरा रुन्थ्यो। अहिले चाहिँ नुहाउनु भनेपछि त चाय चिया दिइहाल्छु। के गर्दैछ तिमी बाथरुममा पसेर? के गरेको बाथरुममा? चिसो पानी खेल्दैन नि? ल भान्छु सिँढीको भाग हुन्छ माथिको भाग हुँदैछ बिस्तारै बिस्तारै साथीहरू। घरको काम नै एकखेप सुरु गरेपछि चाहिँ नथप्पिने नसकिने रहेछ हौ। वाक्क भइसक्यो, आरामले बस्नु पाउँदैन, न सुत्नु पाउँछ हो। एकछिन सुत्नु पऱ्यो, एकछिन भन्यो भने पनि बोलाएको भाउजू भन्नुपर्छ। थोडा नाङ्गो भुतङ्गे नुहाउनु कहिले कहिले उसलाई हतार पर्छ। भोक लागेर म चाहिँ आँखा निकाल्नु बिहान बिस्कुट र उयो मात्रै खाएको हो। जब ट्रेनमा नै सबैमा बिस्कुट खाँदै गर्छ। के भएको छ के टोकेको छ? जो ज्यादा खीरा बिस्कुट खान्छ नि वही जित्छ। कसले भन्नुभयो? मै त भन्छु सबैलाई। अब खानु सुरु गर्नु ल। म त कहाँ खान्छु त, बिस्कुट खाँदिनँ म। तपाईँ यो च्यालेन्ज हारे। अब यस्तै त हुन्छ। बसेर सजना केलाउँदै थियो, तपाईँहरूलाई देखाउनु पर्यो भनेर। सजना यहाँ आधी केलाइसकेँ हो, यो केलाइसक्नु आँटेँ। यो चाहिँ मेरो घरको अगाडिको बहिनी, छिमेकी बहिनी भनौँ न, उसले चाहिँ उनीहरूको बोजूले ल्याइदिनु भएको थियो अरे नि त बतासीबाट, घरमै छ अरे। अनि मलाई पनि खानुहोस् है भनेर 1 छाक दिएको थियो। मलाई त 2 छाक हुन्छ, आधी मैले भित्र राखेँ हो। अन्त 4टा जस्तो चाहिँ यता गरेको पुगिहाल्छ। बोजूको दाँत छैन, सासूको चपाउनु सक्ने होइन, आलु खान्छ हो।
अब यसलाई त मजाले चपाउनु पर्यो नि त, जुस हुन्छ यसको त होइन। अनि रस चाहिँ खानु पर्यो। अनि कर्तेपेले पनि पुरा मन पराउँछ यो चाहिँ, कर्तेपे र म त हो। अनि एक छाक मात्रै हो, बेलुका फेरि खाँदिनँ, बेलुका फेरि अलिक रिक्स हुन्छ नि त यो चाहिँ। अब हाई प्रेसरको दबाई पनि खाँदैछु, फेरि यो खायो भने सट्टै लो भयो भने हो, त्यही कारण बेलुका चाहिँ खाँदिनँ। 12 बजीको लागि भइहाल्छ यति एक छाक। अब आलु मिसाउँछु, भाइले त खाने होइन यो, यस्तोहरू मान्दैन खानु हो। अनि यो मेरो रेडी भयो हो। अनि हतार आएर यहाँ भात पनि पकाइसकेँ, भात पाक्यो। अनि यहाँ दाल पनि पाकिसकेको छ होइन। अनि मैले चाहिँ 2-3 दिन भएको थियो, 2-3 दिन भन्दा पनि 4 दिन जस्तो भयो होला। स्कुटी स्टार्ट गरेको थिइनँ नि त, अहिले स्कुटी पनि स्टार्ट गरिदिइरहेको छु हो। अब यो एकछिन 15-20 मिनटसम्म स्टार्ट भयो भने चाहिँ अलिक तातिन्छ नि त, फेरि राखिरह्यो भने उयो हुन्छ हो। 15 मिनट भएछ, अब 5 मिनट जस्तो चाहिँ स्टार्ट गरिदिन्छु। त्यहाँबाट चाहिँ ब्याट्री फेरि डिस भइहाल्छ, ब्याट्री बस्यो भने फेरि बिग्रिन्छ होइन। त्यही कारण चाहिँ नचलाए पनि उयो चाहिँ गरिराख्छ है, स्टार्ट चाहिँ गरिराख्देऊ है भन्दै थियो नि त मेरो बुढाले। त्यही कारण चाहिँ स्टार्ट चाहिँ गरिराखेको छु। चलाउनु नजाने पनि स्टार्ट गर्नु चाहिँ सिकाइदिनु भएको छ, त्यही भएर म चाहिँ स्टार्ट चाहिँ गरिदिन्छु होइन। अब बिस्तारै चलाउनु पनि सिक्नुपर्ने रहेछ साथीहरू। साह्रै डर छेउरी भएर भएन, घरमा सामान त्यत्तिकै परिरहने भयो हो। त्यही कारण म चाहिँ अब डराउँदै भए पनि बिस्तारै सिक्छु भनेर सोच्दैछु। अब हेरौँ है कतिको हिम्मत आउँदो रहेछ। अनि अब अहिले त त्यतिकै छ हो। अनि स्टार्ट गरेर राखिदिइरहेको छु। अब मेरो खानापिनाको बन्दोबस्त भइसकेको छ होइन, बिस्तारै बनाउँदै गर्छु। अनि माथि मेरो मिस्त्रीहरूले काम गर्दैछ, अरू के देखाउनु तपाईँहरूलाई हो। अनि मेरो छोरा चाहिँ यहाँ बस, यता आऊ, ऊ चकचक देख्नुभयो, कुना गएर बस्छ। यहाँ आऊ भनेको, यहाँ आऊ, सोफामा कपाल काटेर सिनिक्क भएर बसिरहेको छ हो। यहाँ बसेर हेर, सबैजना टिभी हेर्दै बसिरहेको छ। टिभी खोलेपछि सबैजना गुटुङ टुङ आएर टिभीको अगाडि बसिहाल्छ हो। म चाहिँ अब काम गरिरहेको छु। अब एकछिनमा काम सकेर मात्रै टिभीमा बस्छु, एकैचोटि खानासाना खान्छु ओर्छु, त्यहाँबाट मात्रै टिभीमा बस्छु। फेरि अहिले म टिभीमा बस्यो भने उठ्नु मन लाग्दैन नि त, त्यही कारण चाहिँ म अहिले उयो गर्दिनँ। यहाँ हेर्नु न, मैले यो बहिनीकोबाट ल्याएर यहाँ सारेको यो होइन। अनि यो पनि आएछ, त्यो चाहिँ कस्तो छ, यो कस्तो मजाको रहेछ हेर्नु न, वाइट कलरको हो, मजाको आएको छ हेर्नु त है। यो पनि हेर्नु न, आफै आएको, सानोबाट एउटा उम्रेको रहेछ होइन, अर्कै फुलमा उम्रेको रहेछ। फेरि यो त त्यो सिनवालाको हो त भनेर मैले उयो गरेर मलसल हालेर राखेको त यही रहेछ हेर्नु त, कस्तो मजाको है, मजाले उयो भएको रहेछ हो। त्यहाँबाट अहिले चाहिँ फुल छैन, सबै सिन छ, यहाँ पनि सिनहरू छ है, सब सिन यो छ, यो सिनेरी। हेरौँ, म त भिडियो बनाउनु पनि बिर्सेछु हो। अघि चियासा खायो अरे, अनि मिस्त्रीहरूलाई चिया दिएँ अरे हो। अनि भिडियो बनाउनु त बिर्सेछु चार्जमा राखेर हो। अनि तपाईँहरूलाई यहाँ म देखाउँछु चाहिँ सजाएको ल, स्टिकर अस्ति लगाएको हो। अनि यहाँ छ, मैले उता हलमा थियो, यता सजाइदिएको छु हो। अनि यहाँ छ मेरो ब्रसहरू राख्ने, अनि यसरी सजाइदिएको छु हो। त यहाँबाट चाहिँ बाथरुम जान्छ, यता वासिङ मेसिन होइन। अनि यस्तो भएको छ, यतापट्टि चाहिँ हो यसरी सजाइदिएको छु, सानो सो पिसहरू राखिदिएको छु हो। अनि यो हाम्रो ग्यालेरी, यो त देखि नै राख्नु भएको छ है। अनि यताबाट चाहिँ यस्तो देख्छ। तपाईँहरूलाई देखाउनु पनि भ्याएको थिइनँ, अस्ति नै बनाएको हो, सिम्पलसँग राखिदिएको छु। आज चाहिँ मलाई पुरा कोदोको रोटी खानु मन लाग्यो कि, यहाँ पर कोदो बेच्दै रहेछ हो। अन्त मैले ल्याएर चाहिँ यहाँ ट्राईको लागि पातला बनाइदिनु पऱ्यो। बनाउनु त मैले कहिल्यै बनाएको थिइनँ होइन, ट्याक्कै टालिँदो रहेछ त। नगराउनु बेसी नगराउ त।
यहाँ साथै यो त चलाएन त्यसो त अनि घिउमा बनाइदिनु कस्तो हुन्छ भएको छ नि त्यसले त हुँदैन होला पतला ल छिटो भएछ ए कस्तो साथीहरू म त जाने नि त बनाउनु ल बिस्कुट जस्तो भयो एकछिन पाएको छ है यस्तै त होला खै बनाएको अरे दामी होस् भनेर साथीहरू अहिले कस्तो हुन्छ म देखाउँछु ल तपाईँहरूलाई ल अहिले पाकिसक्यो मेरो चाहिँ बल्ल बल्ल यतिको भए नभए त टुक्रा भएको थियो हो अलिक यसलाई चाहिँ धेरै बेरसम्म पकाएर चाहिँ पल्टाउनु पर्ने रहेछ हो मैले चाहिँ छिटो पल्टाएर चाहिँ उयो भएको रहेछ हो यतिको भयो अब भोलि आधी चाहिँ आधी फेरि भोलि पकाएर खान्छु है अहिलेलाई चाहिँ यतिकै पकाएर चाहिँ टेस्ट गर्ने हो अनि मिठो चाहिँ मिठै भएको रहेछ ऊ नानीहरूले पनि सबैले खायो हो म पनि खान्छु ल आजलाई चाहिँ यति नै भोलि फेरि नयाँ भिडियोमा भेट गरौँ बाई।